समर्जित शाह र मैले आज ल्याएको छु टपिक। त्यो टपिकको नाम हो लियोमायोमा है। अब लियोमायोमा भनेको फाइब्रोमायोमा हुन्छ है। अब लियोमायोमा भनेकोलाई पनि फाइब्रोमायोमा पनि भन्छ है। अब लास्टमा छ नि ओमा हो, यो भनेको के हो त बेनाइन हुन्छ है। अब बेनाइन युटेराइन स्मुथ मसलको के हो त ट्युमर हो है। अब हेर है, यहाँ चाहिँ सार्कोमा भनेको फाइब्रो सार्कोमा भनेको भाइ अब जहाँ पनि त्यो भनेको म्यालिग्नेन्ट हुन्छ है। हेरौँ केमा त मर्फोलोजीमा है। अब ग्रसमा जाऊँ ल। ग्रस, अब यसको ग्रस चाहिँ सर्कमस्क्राइब्ड हुन्छ, डिस्क्रिट हुन्छ, राउन्ड हुन्छ होइन, फर्म ग्रे वाइट हुन्छ। अब भ्यारिङ साइजको फरक फरक साइजको हुन्छ है। हामीले यहाँ के भनेको थियो त युटेराइन भनेको थियो नि हो। अब त्यो युटेरसको बडीमा होइन, अब इन मायोमेट्रियममा भयो भने त्यसलाई चाहिँ हामी के भन्ने त इन्ट्राम्युरल भन्छौँ है। अब जस्ट बेनिथ द के त इन्डोमेट्रियममा भयो भने चाहिँ हामी त्यसलाई सबम्युकोजल भन्छौँ र बेनिथ द सेरोजामा भयो भने चाहिँ हामी उसलाई सब सेरोजल भन्छौँ है। अब हामीले चाहिँ यसलाई काटेर हेर्दाखेरि होइन त्यो क्यारेक्टर अफ होल प्याटर्न चाहिँ यो चाहिँ देखिन्छ ल। अब चाहिँ है केही की पोइन्टहरू छ याद गर्नुपर्ने होइन। BMWHS भनेर मैले ट्रिक्सो ल्याएको, यो याद गर्नै पर्छ के। त्यहाँ बेनाइन भनेको थियो, बेनाइन भन्नै पर्छ। यहाँ मैले होल प्याटर्न भनेको थिएँ, होल प्याटर्न भन्नै पर्छ। त्यसै गरी होइन अब यच त्यो यच भनेको हाइलिन चेन्ज भन्ने र यस भनेको स्मुथ मसल सबको दिमागमा नाम आउँछ है। अब त्यसपछि अब यसको माइक्रोस्कोपिक फिचर है। अब माइक्रोस्कोपिक फिचरमा भन्दाखेरि हरेक सेलहरू के हुन्छ त युनिफर्म इन साइज हुन्छ र सेप हुन्छ विथ द क्यारेक्टर कस्तो त ओ र यल, ओएल याद गर्ने के। ओ भनेको के हो त ओभल न्युक्लियस, यल भनेको लङ स्लेन्डर साइटोप्लाज्मिक प्रोसेस ल। अब त्यस्तै गरी कुनै पनि माइटोटिक फिगरहरू हुँदैन त्यो भनिदिने। त्यसपछि यहाँ हो है, यसमा चाहिँ प्याथोलोजिक एक्सपिरियन्स कस्तो देखिन्छ त होइन। हामीलाई जति पनि चिज थाहा छ नि, जस्तो हेरौँ है, सेकेन्डरी चेन्जेस, हाइलिन डिजेनरेसन है, सिस्टिक डिजेनरेसन है, त्यस्तै गरी क्याल्सिफिकेसन, इन्फेक्सन, त्यस्तै गरी होइन फ्याटी चेन्ज है, सार्कोमेटस चेन्ज, यो सब यसमा चाहिँ देखिन्छ है। अब भेरिएन्ट्सहरू तीनवटा हुन्छ, एउटा बेनाइन, अर्को भनेको बेनाइन मेटास्टेटाइजिङ, अर्को भनेको डाइसेमिनेटेड पेरिटोनियल लियोमायोमेटोसिस भन्छ है। अब हेर बेनाइनमा चाहिँ के हुन्छ त भन्दाखेरि अटिपिकल ट्युमर विथ के त न्युक्लियर अटिपिया हुन्छ है। बेनाइन मेटास्टेसाइजिङमा चाहिँ के हुन्छ त युटेराइन ट्युमर हुन्छ नि हो, त्यो एक्सटेन्ड हुन्छ भेसलसम्म र त्यो माइग्रेट्स गर्छ अरू साइडसम्म गएर है। डाइसेमिनेटेड पेरिटोनियल लियोमायोमेटोसिसमा चाहिँ के हुन्छ भन्दाखेरि होइन स्मल मल्टिपल नोड्युल्सहरू